पर्छ 11औं दिन जब पुगिरहेको आफ्ना गुरु बसेटालाई पनि निम्ता हुन गएको आफ्ना गुरु बसेटा पनि अर्कै मनले गरेकन सरासरी आएको स्मरण गर्नु भएको कमसेजुर भनी नाम राख्नु भएको त्यो बेला मौकामा आफ्ना गुरु बसेटालाई पनि भोर्जन्तो गरेर नारायण मन गरिकन बिदा भइरहेको आजभन्दा भोलि भन्दा पर्छ शुक्ल पक्षका चन्द्रमा झैँ बढ्दै गएको देवकी छोरी पनि गर्व लिन आएको मधुराका दरबारमा गर्व लिन आएको नारायण कोही दिन कोही बारमा ओ मधुराका दरबारमा गर्व लिन आएको आजभन्दा भोलि भन्दा पर्छ 9 महिना 10 महिना जब पुगिरहेको देवकी छोरी पनि त्यो बेला मौकामा रानी भन्ने पपन रेखा गर्भबाट जब पैदा भएको विवाह गर्ने बखत जब हुन गएको त्यो बेला मौकामा राजा देवकी छोरी देवकीलाई पनि मार्दा उग्रसेनकी छोरी वसुदेवलाई देवकी छोरी पनि विवाह गर्न भने सुरसेन महाराजका छोरा काजी वसुदेवलाई हेर गोकुलदेखि जब पुगिरहेको हे महाराज कति कामले हे राम 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 जब भनिरहेको उग्रसेन महाराजलाई पनि सुरसेन महाराजले हजुरकी छोरी देवकीलाई माग्न भनिकन हर्कै मनले गरेकन सरासरी आएको हे सुरसेन महाराज हजुरकी छोरी देवकीलाई माग्न भनि आएको नारायण दिने नदिने दिने नदिने ले ले ले
देवकी छोरी पनि त्यो बेला मौकामा सुरसेन महाराजका छोरा काजी वसुदेवलाई लिएर जब माग्न भनिआएको त्यो बेला मौकामा महाराज उग्रसेनले पनि छोरीका बाइजत जब भनिरहेको र फलाम दिनमा बर्जा ल्याउनु भनी हुन गएको त्यो बेला मौकामा सुरसेन महाराज र काजी वसुदेव तमले आफ्ना घर दरबारमा नारायण हर काई मानाले मानाले हर काई मानाले हरे राम हर काई गोपेला को दरबारा मार काई मानाले हरे राम गोपेला को मारा मार काई मानाले नारायण हे राम 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 अर्कै भन्ने गरिकन काजी वसुदेवलाई पनि सारा निम्ता जो गरेर मथुराका दरबारमा जन्ती जानु भनिकन तयार भइरहेको सारा निम्ता जो गरेर काजी वसुदेवलाई झोलिएर नारायण लावाला सरकार सरकार हे राम 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 आफ्ना मम्मी आफ्ना मुमा पपन रेखा पनि सारा विवाह हुन गएको आफ्ना बुबा गुरुजनले पनि बिन्ती गरिरहेको हे बाबु कान्छ अब तिम्री बहिनी देवकीलाई डोलीमा हालेर कान्ना आफ्नो छोरा कंसाले पनि टोलीमा हालेर कानमा जो राखेर रासर लिएर गएको जाँदा मलमासाका सटक मान्दा पुगिरहेको त्यो बेला मल्कामा नारायण आकाशवाणी कस्तो अकालबाणी भयो भनेदेखि कंसासुरा तिमीले प्रथम गर्भदेखि लाँदा गनी लाँदा जेठो आटा हुन्छ जेठोबाट गनी लाँदा कान्छो आटा हुन्छ भनेदेखि तिमीलाई 8 वर्षको बालकले तिम्रो नाच गर्छ नारायण तिमीले जानेन
किन जाने त भनेदेखि प्रथम गर्भदेखि गनी लाँदा जेठोबाट हुन्छ जेठोबाट गनी लाँदा कान्छो हात हुन्छ आजकलको बालकले तिम्रो नाश गर्छ भन्दाखेरि कंसाको स्वरूप पनि त्यो बेला मौकामा आफ्नी बहिनी देवकीलाई अब मार्छु भनेकन तरबार लिएर परिरहेको आफ्ना जाई काजी वसुदेवले पनि नारायण बिन्ती चढाउने Go,